पूर्व राजा ज्ञानेन्द्र शाह पोखराको एक साताको बसाइपछि काठमाडौँ फर्किएका छन्। राजावादी दलहरूले राजाको स्वागत गरिरहेका बेला यता नेपालका प्रमुख राजनीतिक दलहरू भने सशंकित बनेका छन्। पूर्व राजा ज्ञानेन्द्रको सानो अभिव्यक्ति पनि यति बेला दलहरूको प्रतिकारको विषय बन्न थालेको छ। दलका नेताहरू हरेक भाषणको अधिकांश समय राजाको आलोचना गरेर बिताउँछन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा राजावादीले अराजकता मच्चाएर राष्ट्रिय एकतामा भाँजो हाल्न लागेको आरोप लगाएका छन्। उता तराई मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उदारतालाई राजाले कमजोरी ठानेको हो भनेर पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन्। शेरबहादुर देउबादेखि रमेश लेखकसम्मले पूर्व राजाको विरोधमा अभिव्यक्ति दिइरहेका छन्। उनीहरूको अभिव्यक्तिमा दलहरू पछिल्लो समय पूर्व राजाप्रति सशंकित बनेको स्पष्ट देखिन्छ। अहिले राजाको आगमनमा तर्सिएको सरकारले काठमाडौँमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ। तीनकुने 32 पुतली गौशाला एयरपोर्ट वरपर राजावादीहरूको भिड लागेको छ। हजारौं समर्थकहरूको भिडले सवारी आवागमन प्रभावित बनेको छ। विभिन्न व्यक्तिहरूले सरकार राजासँग तर्सिएको अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत दिएका छन्। पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा लेख्छन्, मियो बिनाको दाई र अभिभावक बिनाको परिवार कस्तो हुन्छ? देशमा न मियो छ न अभिभावक, सबै आफै राजै राजा छन्। स्तम्भकार दिल निशानी मगरले पनि हिजो जनता मूर्ति चोर्नेहरूसँग रिसाएको र आज जनता पशुपतिनाथको जलहरी गायब पार्नेहरूसँग रिसाएको बताउँदै लेख्छन्, हिजो ज्ञानेन्द्र शाहलाई गैँडाको खाक बेचेको आरोप लगाउनेहरूले पनि आज क्विन्टलका क्विन्टल सुन तस्करी गरेको जनताले देखेका छन्। जनताले यो पनि देखेका छन् कि वर्दी लगाएको प्रहरी कुट्न पारस शाह नै हुनु पर्दैन रहेछ।